हामी दुई थरी छौँ। एक थरी छन् ज्ञानीहरू जो ज्ञान बाँड्दै हिँडिरहेका छन्, बदलामा केही पनि चाहँदैनन्। जसरी नदीले पानी बाँडिरहन्छ, जसरी रुखले फल र शीतल छहारी बाँडिरहन्छ र मरेर पनि दाउराको रूपमा अरूकै लागि समर्पित भइदिन्छ, त्यसरी नै ज्ञानीहरू पनि उनीहरूका सबै डिजायरहरू मेटिसकेका हुन्छन्। इच्छा चाहना आकाङ्क्षा केही पनि नभएको हुनाले उनीहरूलाई आफ्नो लागि केही पनि चाहँदैन, तर अरूका लागि भने दिइरहन सक्छन्। शास्त्रले पनि भन्छ ज्ञानदान सबैभन्दा ठुलो दान हो भनेर। तर ज्ञानी र अज्ञानी कसरी चिनिन्छ भने ज्ञानीहरू जहिले पनि जहाँ पनि जस्तोसुकै परिस्थितिमा पनि ईश्वरप्रति समर्पित रहन्छन्, सधैँ आनन्दमा हुन्छन्, सन्तोष हुन्छ, शान्ति हुन्छ। त्यो बाहिरबाट देखिँदैन, त्यो त मनमा हुने कुराहरू हो, त्यो फिलिङ हो। फिलिङ शब्दमा पनि बयान गर्न नमिल्ने कुरा हो। त्यस्तै अज्ञानीहरू मूर्खहरू जहिले पनि अशान्त रहन्छन्, गुनासो गरिरहन्छन्, यो भएन त्यो भएन, यस्तो पुगेन त्यस्तो पुगेन भनेर सधैँ अतृप्त रहिरहन्छन्, अशान्त रहिरहन्छन्, असन्तुष्ट भइरहन्छन्। ज्ञानीलाई कसैले निन्दा गरोस्, गाली गरोस्, प्रशंसा गरेर फुर्काओस्, ऊ प्रशंसामा पनि फुर्किँदैन, निन्दा गालीमा पनि उसलाई केही दुःख पीडा दर्द केही पनि हुँदैन। किनकि उसलाई थाहा छ यो त उसको बिमारी हो। यदि त्यसलाई मैले पनि स्वीकार गरेँ भने अथवा फिलिङ गरेँ भने त्यो बिमारी त मलाई पनि सर्छ। जसरी सारीपुत्रले 7 दिनसम्म बुद्धलाई गाली गर्दा पनि बुद्धले चुप लगाएर हाँसिरहनु भयो, त्यसरी नै। र अन्तमा तपाईँ किन चाहिँ यसो गर्नुभयो भन्दाखेरि अब कसैले मलाई केही कोसेली ल्याइदियो, त्यो मैले लिइनँ भने कसको हुन्छ भन्दा ल्याउने व्यक्तिको हुन्छ। त्यस्तै तिमीले मलाई गाली गरे पनि त्यो मैले स्वीकार गरिनँ भने त्यो त तिम्रै हुन्छ भन्नुभएको थियो। त्यस्तै नै हो। त्यो भयो हुनाले शास्त्रहरू पढ्दैमा मात्रै पनि ज्ञानी बनिँदैन। ज्ञान अन्तःकरणबाट निस्कने अनुभूति हो। त्यो बाहिरबाट प्राप्त हुने शिक्षा हो, उपदेश हो, त्यसले खासै असर पर्दैन। तर आफ्नै अन्तःकरणबाट जब ज्ञान प्रस्फुट हुन्छ त्यो नै वास्तविक ज्ञान हो। त्यो भएको हुनाले ज्ञानको प्रस्फुटन भइसकेपछि मान्छेले जहाँ कहीँ पनि परमात्मा मात्रै देख्दछ र ऊ मोक्ष प्राप्त गर्न सक्यो भने फेरि यो जन्म मरणको चक्रमा नपरिकन खुदै परमेश्वर बन्न सक्दछ। त्यसैले अज्ञानभन्दा ठुलो पाप र ज्ञानभन्दा ठुलो पुण्य अरू केही पनि छैन भनिएको छ। असत्वमा सद्गमय। ओम शान्ति शान्ति शान्ति।